नमस्ते। जापानिज भाषाको चौथो अङ्कमा यहाँलाई स्वागत छ। आजको भिडियोमा चाहिँ हामी काताकानाको बारेमा पढ्नेछौँ, सँगै सेतो बोर्डमा लेखेर सँगसँगै सिक्नेछौँ। तसर्थ भिडियो अन्तिमसम्म हेर्नुहोला। त्योभन्दा अगाडि यदि मलाई युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युब च्यानल जापान इन्फर्मेसन पोइन्टलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र बेल आइकन थिच्न पनि नबिर्सिनुहोला। यदि यो भिडियो टिकटक फेसबुकमा हेर्दै हुनुहुन्छ भने चाहिँ फलो गरेर जोडिन नबिर्सिनुहोला। म नियमित रूपमा जापानिज भाषाका कक्षाहरू र जापान सम्बन्धी विभिन्न सूचना र जानकारीहरू यस पछाडि क्रमिक रूपमा यहाँहरूमाझ राख्दै जानेछु र जापानमा बसेर अथवा नेपालमै बसेर पनि जापानिज भाषाको अध्ययन गर्न चाहने, भविष्यमा जापान गएर काम गर्न चाहने तर भाषाको अध्ययन सुरु गरिन सक्नुभएका साथीभाइहरूलाई एकदमै काम लाग्ने भिडियोहरू हामी क्रमिक रूपमा राख्दै जानेछौँ। तसर्थ जोडिएर सँगसँगै अगाडि बढ्नुहोला भन्ने विशेष अनुरोध गर्दै यहाँलाई ढिलो नगरी विषयवस्तुतर्फ लैजान्छु। आज हामी कातागानाको बारेमा पढ्नेछौँ। कातागानामा अक्षरहरू चाहिँ हिरागानाको जस्तै हुन्छ उच्चारण, तर लेखाइको फन्ट अथवा लेखाइको संरचना मात्र फरक हुन्छ। म तपाईँलाई सँगसँगै लेख्दै जानेछु र सँगसँगै लेख्ने प्रयास गर्नु होला है त।